मसँग चाहिँ एउटा पैसा छ हैन अनि त्यो पैसा चाहिँ साह्रै लकी हो के यो पैसा राखिसकेपछि मसँग चाहिँ धेरै पैसा आगुवाई गर्यो हैन अनि सो अब यो पैसा चाहिँ किन म मात्र चाहिँ किन राख्नु हैन कसै अरूलाई पनि बेचौँ न भन्ने सोची हैन अनि सो यो 1 रुपैयाँलाई चाहिँ आज म बेच्दै छु के कतिमा बेच्नु म त्यही प्रश्न हजुरलाई सोध्दै छु के कतिसम्म चाहिँ हजुरले किन्न सक्नुहुन्छ के 1 रुपैयाँको त कसरी दिने हो र कतिसम्म दिन सक्नुहुन्छ हजुरले यो 1 रुपैयाँलाई त अब तपाईको पैसा तपाईले मूल्याङ्कन गर्ने अब यो हेर्न सक्नुहुन्छ हैन सबैभन्दा ठुलो पैसा भनेको चाहिँ अब यो 1 रुपैयाँलाई मानिन्छ हैन अब तपाई भन्नु न तपाईको अब पैसा पैसामा बिक्छ र बात त सही है पैसामै बिक्दो रहेछ हेर्नु न यस्तो दुनिया आयो दिनुहुन्छ सो सुरुमै मेरो चाहिँ 20 रुपैयाँमा 1 रुपैयाँ व्यापार हुन्छ 20 रुपैयाँ दिनुभएको सो थ्याङ्क यू सो मच र मेरो पहिलो प्रयासमै यति राम्रो मेरो यो 20 रुपैयाँको सुरुवात हुन्छ भनेर चाहिँ मैले सोचेको पनि थिइनँ र मेरो टाइमको लागि चाहिँ यो निकै नै ठिक कुरा थियो हैन 20 रुपैयाँ चाहिँ मैले कमाइसकेको छु हैन अनि